हेलो साथीहरू, आज हामी ओलङ्गनतर्फ जाँदैछौँ। बिहान उठेर के गर्ने होला त, आज बिदाको दिन भनेर सोचिरहेको। भान्जीले भन्नुभयो घुम्न जाऊँ मामा। कहाँ जाने? ओलङ्गन। जाऊँ भने जाऊँ त नि भनेर हामी फटाफट रेडी भयौँ अनि ओलङ्गनतर्फ लाग्यौँ। ओलङ्गन न्यू क्यासलबाट करिब 200 किलोमिटर टाढो पर्दछ। बाटोमा चिया कफी खाँदै रमाइलो गर्दै करिब 3-3.5 घन्टामा हामी ओलङ्गन पुग्यौँ। निकै बिजी थियो। हामीहरूले पार्किङको लागि 1-2 राउन्ड नमारी सुखै पाएनौँ। यस मन्दिर न्यू साउथ वेल्सको ओलङ्गन नजिकै अवस्थित नान्टेन मन्दिर हो। यो दक्षिण गोलार्धको सबैभन्दा ठुलो बौद्ध मन्दिरहरूमध्येको एक मन्दिर हो, जसले आगन्तुकहरूलाई शान्त र गहिरो आध्यात्मिक अनुभव प्रदान गर्दछ। मन्दिरको आश्चर्यजनक वास्तुकलाले तुरुन्तै हामीहरूलाई आकर्षण गरे। यस मन्दिरको परम्परागत डिजाइन भने चिनिया डिजाइनमा बनाइएको छ। यस मन्दिरभित्र भव्य सुनौलो बुद्धका मूर्तिहरू रहेका छन्, जसले शान्त र श्रद्धाको भावनालाई प्रेरित गर्दछ। अझै हाल्नु है, अडाउन सकेको हाल्नु। लोभले लाभ, लाभले बिलाप है, त्यो पनि याद गरौँ। ल
हामीहरू केही बेरको टिकटक विश्रामपछि युनिभर्सिटी अफ ओलङ्गनतर्फ लाग्यौँ। अब हामीहरूले चटपटे खानको लागि प्याज लसुन खुर्सानी टमाटर झ्यापझुप काटेर प्लास्टिकमा चाउचाउलाई फोरेर हालेर झ्यामझुम मोलेर क्वाप खाइयो। कस्तो छ त भानिज? दामी। के भनौँ हामी युनिभर्सिटी अफ ओलङ्गनमा छौँ अनि हामी त्यहाँ आएर भर्खरै चटपट खाएर हामीले सब भ्याइसकेर पेट पनि खाए, पेट पनि रे भात पनि खा हिँड्ने तर्खरमा छौँ। अब हामी अलिकति लुक्स दिँदैन हजुरलाई यस्तो आनन्द पिसफुल इन्भाइरोमेन्ट मेन्टल हेल्थको जो शिकार हुनुहुन्छ प्लिज आउनुहोस् र 5 मिनट बस्नुहोस्। थ्याङ्क यू सो मच सबैलाई। एकदम राम्रो इन्भाइरोमेन्ट छ, सबै सर्भिसहरू छ यहाँ। मैले एडभर्टाइज गरिदिएँ, मलाई पैसा दिए अब ओलङ्गन बाई गरिदिउँ। यस्तो गर्नुपर्छ। केही बेरको हाम्रो युनिभर्सिटी अवलोकनपछि हामी अर्को गन्तव्यतर्फ लाग्यौँ। अर्को चाहिँ बोल्ड हिल लुकआउट माथि डाँडामा रहेको छ। पानी परेकोले होला मौसम चिसो थियो। चिसो मौसममा बुवाले र मैले तातो तातो कफी पियौँ भने भान्जीहरूले फलामलाई काट्छ भन्दै चिसो आइसक्रिम खानुभयो। साँझको 5 बजिसकेको हुनाले हामीहरू ढिला नगरी घरतर्फ फर्क्यौँ। तपाईहरूले हाम्रो भिडियो मन परे लाइक सेयर सब्सक्राइब अनि कमेन्ट गर्न सक्नुहुनेछ। हामी छिट्टै अर्को भिडियोमा भेट्ने नै छौँ। त्यतिन्जेलको सम्मको लागि टाटा बाई बाई।